एभ्रिवान, के छ हालखबर? हजुरहरू सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज फेरि यसले के बनाएछ भन्नुहुन्छ होला है। म चाहिँ यस्तै हो, हेर्नु, मलाई खानेकुरा मासु भनेपछि एकदमै मेरो फेभरेट हो। अनि म चाहिँ सधैँ कहिले चिकनको, कहिले मटनको, कहिले केसको मासु लिएर आइरहेको हुन्छु, मासुको फेभरेट रेसिपी। आज चाहिँ मैले लिएर आएको छु खसीको मासु होइन है, कुखुराको मासु है गाइज। खसी एकदम मनपर्ने क्या, त्यही भएर खसीको भन्न आयो कि कुखुराको मासु है। कुखुराको मासुसँग साग मिसाएको है। मैले नि पहिला नेपाल छँदासम्म त खाएको थिएन त्यसरी। साग पनि कसैले मिसाउँछ मासुमा भन्ने हुन्थ्यो होइन, तर एकचोटि ट्राई गरेर हेर्नुहोस्, यति मिठो हुन्छ, मुखै रसाउँछ के गाइज, एकदमै के। मलाई त लास्टै मन पर्यो, त्यसैले मैले कहिले कसो बनाइरहेको हुन्छु साग हालेर, एकदमै मिठो हुन्छ। जापानको मासु, यो चिकनको मासु चाहिँ हाम्रो जस्तो नेपालमा हुन्छ नि त्यस्तो हुँदैन कि, कस्तो नमिठो लाग्छ कि मलाई चाहिँ। अब अहिले त धेरै वर्ष भइसक्यो नि त म जापानमा बसेको, 7-8 वर्ष हुन लागिसक्यो। त्यसैले मलाई अब त अहिले त बानी परिसक्यो। फर्स्टमा त मिठै लाग्थेन कि, एउटा पनि केही टेस्ट नै आउँथेन कि। हजुरहरूलाई चाहिँ जापानको मासु कति, यो चिकन चाहिँ कतिको मिठो लाग्छ मलाई भन्नुहोस् ल, कमेन्ट छोड्नुहोस्। अनि यदि मेरो भिडियो हजुरहरूलाई राम्रो लाग्यो भने, मेरो भिडियोबाट केही शिक्षा पाउनुहुन्छ भने चाहिँ प्लिज लाइक गरिदिनुहोस् है। हजुरहरूले लाइक गरेर, कमेन्ट गरेर, रिपोस्ट हानिदिनु भने मलाई पनि फेरि यस्तो भिडियो गराइराख्न मन लाग्छ नि त। अनि जति राम्रो भिडियो गराए पनि भ्युजै आउँदैन भन्नुभयो भने मलाई फेरि मनै त्यो अर्कै हुन्छ क्या, अनि गराउनै मन लाग्दैन। त्यसैले हो गाइज, भिडियो अलिकति लामो छ है, तर लास्टसम्म हेर्नु एकदमै रमाइलो हुन्छ है मसँग के। मलाई पनि पहिला त यो कस्तो झ्याउ लाग्थ्यो कि भिडियो गराउन, अनि आजभोलि चाहिँ अलिअलि जागर चलाउन थालेको छु। मासुलाई यसरी मजाले पकाइसकेपछि मैले चाहिँ माथिबाट यो ओरेन्सो हालिदिन्छु कि, मलाई कस्तो मिठो लाग्छ यो ओरेन्सो साग। काम भएको बेला त काम भइहाल्यो, यसै पनि टाइम हुँदैन नि त। अनि काम नभएको बेला डे अफको दिन चाहिँ मजाले बनाएर मजाले खान्छु कि मैले है। मलाई सबैले कति मोटाको भन्नुहुन्छ होला, म यही भएर सधैँ बिहान साँझ मासु खायो अनि मनपर्ने जे पनि खायो, अनि त्यही भएर म मोटाको छु कि, एकदमै मोटाको छु। मेरो मोटाउने कारणै त्यही हो कि गाइज। मोटाउन मन लागेछ भने चाहिँ मिठो मिठो खानु, अनि आफै मोटाइहालिन्छ कि। अनि मेरो आउँछ लास्टमा चाहिँ मासु बनिसकेपछि कस्तो देखेको थियो म भन्छु है। खाँदा चाहिँ यति मिठो थियो, कुरै छोडिदिनु, यस्तो देखेको थियो, खाँदा पनि मिठो थियो। धन्यवाद।